ल है गाइज हामी अचम्मको ढुङ्गो हेर्न जान लागेका छौँ। यो माडीगडामा रहेको होइन। अनि त्यो माडीगडाको ढुङ्गो फाइनली ढुङ्गो आयो, देख्न सक्नुहुन्छ। तर यो हेर्दाखेरि चाहिँ एकदमै ठुलो छ क्या आकारमा। तर यो हेर्दाखेरि चाहिँ हल्लाइ नसकिनेला जस्तो छ। तर अचम्म छ के, एउटा साइडदेखि मात्र हल्लन्छ यो। अब पुरै त्यो बिचमा जतिजना 10जनाले 50जना लगाए नि हल्लिने बिचदेखि। तर हामीलाई नि पहिला थाहा थिएन। अनि त्यो कुनानिर चाहिँ कुना साइड छ नि, त्यहाँदेखि एउटाले नि हल्लिन्छ। अनि जति धेरै मान्छे लाग्यो अझ धेरै हल्लिन्छ। तर कुनादेखि हल्लाउनु पर्छ कि हल्लाउनु चाहिँ। पहिला त मलाई नि अचम्म लाग्यो, त 50जना लाग्यो नि हल्लाउँदैन भन्ने जस्तो लाग्यो क्या। पछि चाहिँ हल्लाउँछ। हामी त डर मान्दैनौँ के अरे होइन। म चाहिँ अब यो ढुङ्गामा चाहिँ 3 पल्ट आइयो अहिलेसँग, तर हल्लिँदो रहेछ। हल्लाएको थिएन त, खाली नाटक मात्र रहेछ होइन। हल्लिँदो दिनले दुई तिनले छन् झिक्क हल्लिँदो रहेछ, एकाले को हल्लिँदो रहेछ होइन। यत्रो ढुङ्गो हल्लाउने दुई तिनले हल्लाए मस्त हल्लिँदो रहेछ। तर चिपसँग बसेर रहेछ ढुङ्गो चाहिँ धेरै रहेछ क्या। स्पेस चाहिँ यति खतरा छोपेर रहेछ यसले ढुङ्गो पनि। यो प्रकृतिले अटोमेटिक ढुङ्गो बस्यो हो कि यो खै अब पछि बस्यो, यो अब अलि बुझ्न गाह्रो छ। प्रकृतिले गर्दै होला क्या अरे सायद। कति केजी होला केजी गाइज कति केजी हुन्छ यसो यो कमेन्ट गर्नु। कति केजी हाम्रो हिसाबले कसैको कति होला, कति केजी होला? 2000 किलो त होला, 2000 किलोभन्दा धेरै होला। मात्र 2000 केजी होला यो। कति होला त? 100 कुइन्टल 200 कुइन्टलभन्दा बढी होला कुण्डल त त्यतिले भरिदिन्छ होला भन्दैछु म। तरिकाले तलि पनि छ त लामो त्यो होला त। त्यो दुवैजनाको त्यत्रो त 100 केजी होला नि। अनि त यार 2000 केजी भने नापाएको त 2000 केजी पनि ठुलो होला। यो मतलब यो यतिदेखि यति 100 केजी होला। यत्रो त होला 100 केजी। यत्रा 2000 केजी 50,000 केजी होला। म उन्दैछु 50,000 केजी कहाँ 50,000 केजी यार होइन यार, लाग्दो होला। यो यम्माको 1000 केजी बुझ्छ यो यम्माको। 1000 पुग्दो यम्माको यो तलदेखि माथि हेर्नु होला। तल यो नानु छ त्यो यार यम्माको। 5 केजी यति परेको यो 300 यति परेको यो लगभग झिको हुँदैन 10,000 केजी छ यति परेको। मजाले छ हेर त गाइज। मेरो र के अरे भिनाजीको भनेको सहयोगी। अब उहाँले के अरे 2000 केजी भन्यो। 2000 केजी होला यो कमेन्ट गर्नु है। कति केजी होला त्यो कमेन्ट गर्नु। तर ठुलो छ, तल धेरै छ लगभग। अब त 50,000 केजी भनेको छ, उनले 2000 भनेको छ। हाम्रो उहाँले र मैले चाहिँ 50,000 केजी है। यो माडीगडा ठाउँ माडीगडा भनेको थियो हो। कहाँदेखि आइखेर बस्यो लागेनकै टुङ्गो माडीगडा अछाम जिल्ला। यो अचम्मको ढुङ्गो अब यो बस्नु चाहिँ अचम्मको हिसाबले बसेछ होइन। तर एकाले हल्लिने त्यो दुईले 100ले हल्लिने त्यो चाहिँ बेकार हो। जति धेरै मान्छे आयो त्यति धेरै हल्लिने रहेछ यो त होइन। एकाले कम हल्लिने यत्रो ढुङ्गो छ। यत्रो मानव 50,000 केजीको ढुङ्गो छ। यत्रो अचम्म हेर देखाएको यत्रो ढुङ्गो छ। अब एकाले जति धेरै मान्छे हामीले एकाले कमै हल्लाउँ, 3जना आएको 3जनालाई अझै धेरै हल्लाएको होइन। पुरै देखाइदिन्छ जल्दी जाउँ। कहाँ ढुङ्गो चाहिँ डेन्जर छ होइन। तर एकाले हल्लिने 100ले हल्लिने त्यो चाहिँ झुटो रहेछ। जति झिको लाग्यो त्यति झिको मचिँदो रहेछ। एकाले हल्ला के त दुईले ल सट पारी ल देख्न सक्नुहुन्छ तपाईँहरू। देखिँदो हल्ला अलि देख्यो नै मजाले देखियो यार। तागत लगाऊ गुजुरान्दै तलि पड्ने नै तल बाइक साइक खुट्ने के होला अनि हाल ढुङ्गो पुरै आएन बाटोमा। त्यो चाहिँ झुटो हो यार। हल्ले त जतिले पनि हल्लिने आयो। तर तागत सही हिसाबले लगाउनु होइन। सर्ट पारी खतरनाक गरेर अड्क्यो। यो ओडिन चाहिँ खतरा अड्यो अरे माथि चाहिँदै भगवान रहेछ ल होइन। ढुङ्गो चाहिँ रियलमा अचम्मकै जस्तो छ होइन। नाम चाहिँ यसको बिदी फुलेको रहेछ होइन। बिदी फुले अरे हामीलाई पनि थाहा थिएन। कसैले भन्नुभएको बिदी फुलेको यो देवी देवताको नाउँमा राख्या होला होइन यो ढुङ्गो मतलब नाम चाहिँ। तर ढुङ्गो चाहिँ अचम्मको छ। एकले हल्लिँदो दुईले हल्लिँदो एकाले कहाँ हल्लिँदो एकाले हल्लिँदैन। हल्लियो त भने एकाले पनि हल्लिन्छ जति धेरैले पनि हल्लिन्छ। एकाले पनि हल्लिँदो रहेछ। एकाले कोमल त के एउटाले मान्छेले कोमल दिन्छ।
एउटाले कम हल्लिने रहेछ जति एकभन्दा झिकी लागे हल्लिँदैन भन्ने छ नि 2-3 जेल हरे झन् झिको हल्लिने रहेछ यो तर कागज चाहिँ सहीमा लगाउनु पर्यो अब एउटाले ऊ भएर एउटाले उँधो रेडी कहाँ 2-3 जना त्यसो हुने होइन नि त सट्ट मारे हराइदियो हल्लाएको देखाएको छ होइन पुरुष चाहिँ अब त्यो पनि त ठुलो क्याच ल थ्याङ्क यू अन्त सानै त लाग्दा ढुङ्गो तर अहिले फोटा खिच्दैन हाम्रो